व्हाट्सअप गाइस, स्वागत छ तपाईहरु मेरो न्यू भिडियोमा। अहिले लास्ट भिडियोमा हेर्नुभयो कि हामी यहाँ थियौँ रानी महल घुम्नको लागि। अनि गाइस बाइ द वे हामी चाहिँ हिजो चाहिँ यो टेन्टको भित्रहरू सुतेको थियौँ हैन। हामीसँग चाहिँ तीनटा टेन्ट थियो, एउटामा दिदी म अनि यस्तै गरी सबजना सुत्यौँ। अनि अहिले चाहिँ सिन चाहिँ दामी छ कि यहाँ हैन, एकदम पिसफुल के गाइस, पिसफुल दामी वाला गाइस। पहाड जस्तो ब्युटिफुल र पिसफुल ठाउँ गाइस कुनै नि छैन के। गाइज हिजो चाहिँ हामी रानी महल घुम्न जान पाएको थिएन भन, तर यहाँबाट हेर्दा जुन भ्यू आने गाइज नेक्स्ट लेभल के, नेक्स्ट लेभल भ्यू आयो कि गाइज, नेक्स्ट लेभल। अनि हिजो चाहिँ राति भएर चाहिँ हामी घुम्न जान पाएनौँ, तर आज चाहिँ हामी घुम्न जान्छौँ भन। अहिले सबजना उठ्नु भयो, रेडीहरू हुनुभयो। अनि अब सबजना रेडी भएपछि चाहिँ हामी जान्छौँ रानी महल फाइनली। यो चाहिँ मेरो फर्स्ट टाइम हो गाइज, म चाहिँ अहिले तक आएको थिएन, फर्स्ट टाइम आएको। यहाँको भ्यू हेर्दा के गाइज, भ्यू हेर्दा हजुर आउनुभयो भने नि नेक्स्ट लेभल क्रेजी ठाउँ हो गाइज। यहाँ यस्तो हेरेर मात्र बसन्छ के। पानी गाइज घाम पनि लाग्यो न। अनि म चाहिँ यहाँ कुनै कसको छतमा आएर बसिरहेको, त्यही अब चाहिँ म यहाँ जान्छु, न त दियो भने चाहिँ हान्छन्। अनि बाइ द वे सरी गाइज, म चाहिँ हिजो त्यस्तो डिटेलिङको साथमा चाहिँ भ्लग गर्न पाएन होइन। हामी चाहिँ हिजो राति एकदम रमाइलो भयो क्या। राति ट्रेनमा जाँदा तास खेलिरहेको थियौँ, मजा आएको थियो होइन। तर मेरो चाहिँ फोनको ब्याट्री चाहिँ फुल भएर सिकाएर दाइले बिहान बिहान धुवा उडाउँदै हुनुहुन्छ होइन। अहिले गोलो बनाउन आउँछ हालले नि आफ्नो रानीको लागि महल बनाउनु के। अहिले कुन महल बनाउनुहुन्छ त नि? कान्छो महल हो। सिकाएर हाल्नु कस्तो फिल भयो नि आएर? बिन्दास, म सुज लगाउँछु ल। एकदम दामी के गाइजहरू, बयानै नगर्न सकिने ठाउँ हो गाइज यहाँ। फाइनली गाइज मस्त चाहिँ आयो होइन, ब्रेड अन्डा। अनि यो आएपछि चाहिँ हामी जान्छौँ रानी महल घुम्न। त्यहाँ तल थियौँ, हिजो चाहिँ हामी जानै पाएनौँ के अँधेरोले गर्दा। गाइज अन्डा ब्रेड खाएपछि चाहिँ आयो हाम्रो चिया, यहाँ कालो चिया अनि यहाँ सेतो चिया। केचप छैन। ठाउँ हेर्दा त मलाई यहीँ घर बनाएर बस्नु चाहिँ भएन, तर एकदम डेन्जरस पनि हुन्छ गाइज, किनकि यहाँको घरहरू यस्तो यस्तोमा। अहिले चाहिँ हल्का गर्मी गर्मी जस्तो भएन, किनकि अहिले चाहिँ घाम लाखा। यहाँ चाहिँ अहिले दिदीको मेकअप चलिरह। यहाँ फाइनली रेडी हुनुभयो होइन। लगाएर अहिले चाहिँ सबजना टिकटक गराउँदै बस्छन् होइन। यहाँ दिदी पनि अनि उता दिदी पनि, अनि त्यहाँ पनि अहिले टिकटक नै चलिरह। अनि म चाहिँ यहाँ भ्लग गर्छु। यस्तो दामी ठाउँमा आएपछि टिकटक नगर्नु भने त कुरै भएन होइन। ल गाज चाहिँ हामी हिँडिसक्यौँ भने त्यहाँबाट। अनि अहिले चाहिँ हामी तल जाँदैछौँ। अन्दिलले चाहिँ पुरै झोलाहरू त्यहाँ गाडीभित्र हाल्नुहुन्छ, अनि त्यही गाडीमा बसेर चाहिँ हामी अब तल जान्छौँ। अनि सबजनाले गाडीभित्रै हुनुहुन्छ होइन। Subscribe to my channel. प्रमोसन गरिसके। फाइनली गाइज पुग्यौँ रानी महल। रानी महलमा पेन्टै लासेन। हल्ले गएर लगाइदिनु न। फेरि फोटोसुट चालु भइसक्यो। यहाँ चाहिँ आइसक्यौँ त भित्रै गएर खिचौँ न बरु। स्टे गरेको चाहिँ ऊ त्यहाँ हो न त्यो घरमा। अनि चाहिँ हामी यत्रो टाढा खाम। अनि बाइ द वे गाइज यहाँ पनि टेन्टहरू हो न, त्यहाँ थियौँ। अनि दोकानहरू नि छ, अनि केही भोक लाग्यो भने यहाँबाट किन्न नि पाइन्छ। अनि हामी चाहिँ यहाँ आइसक्यौँ, त्यही नि अझै भित्र गएनौँ गाइज, किनकि अझै यहाँ फोटो खिच्दै बस्नु बाहिर। म भित्र जाऊँ भनेर ऊ कोही भित्रै हिँड्ने छैनन्। के म नि त्यही भनेको अघिबाट। ल गाइज अब यो चाहिँ रानी महलमा मेरो पहिलो कदम। गाइज चाहिँ हामी टिकट काट्थ्यौँ होइन, एकजनाको 50 रुपियाँ। अनि हामी कतिजना? 8 जना।
ओ ल्याउला गाइज तर हाम्रो यति साह्रै थिएन नि म आउँदा नि यस्तो थिएन सफा धेरै पुरानो होला गाइज कस्तो के मोरी जस्तो गर्न खान दे कस्तो के गर्न खा गाइज गाइज अहिले चाहिँ हामी यतिकै घुमिरह न अनि अहिले चाहिँ भेना जुवा माथि कता जानुभयो अनि यहाँ चाहिँ एकदम शीतल भएन गाइज मतलब हावा चले होइन त्यही कतै न कति हावा आएर एकदम चिसो चिसो फिल भयो गाइज मलाई बल्ल थाहा भयो राजाले डिसोम हेर्दो रहेछन् होइन यहाँ बसेर आफ्नो कोठामा डिसो त्यो बेलामा टिभी रहेछ गाइज जस्ट वर्ल्डिङको नेट मात्र थिएन ल गाइज चाहिँ हामी राजा रानीको कोठामा खामा न गाइज यो राजा रानीको माथिको कोठा अनि यहाँ चाहिँ राजाले सायद बाहिरको भ्यू हेर्थेन होला गाइज यहाँ तोप अनि यहाँ तोपको गोला गाइज सायद चाहिँ यो तोपलाई चलाउनको लागि सायद चाहिँ त्यहाँदेखि स्क्यान हान्नुपर्छ होला होइन अनि गाइज यो चाहिँ राजाले दाल खाने कटौरा मैले भनेको केही पनि नपत्ता नभए गाइज मैले यत्तिकै फनी वेमा भनिरहु सबै कुराहरू हल्का ब्लगलाई कमेडी गराउनलाई मात्र भनिरहु भने त्यस्तो माइन्ड नगर्नु होला त्यस्तो सिरियस पनि नलिनु होला गाइज गाइज यहाँको पानी एकदम स्टिल छ कि गाइज एकदम स्टिल बरफ जमे जाइ के होइन बगेको पनि देखिएन के एकदम के भनौँ के म गाइज मैले राजाले मसला पिस्ने सिलौटा नि भेटेँ ल गाइज राजाको रानी चाहिँ अहिले हुँ बसेन होइन ल गाइज रानी मलको ट्रिप चाहिँ यहीँ भइयो होइन तर अझै भ्लग नै भ्याइ छैन अनि ट्रिप नै भइ छैन किनकि अझै हामी जाँदैछौँ अरू ठाउँमा तर कुन ठाउँमा मलाई थाहा भएन होइन सरप्राइज छ मेरो लागि चाहिँ अहिले अनि आज गाइज चाहिँ अगाडि हिँड्दै गर्नुभयो दिदी चाहिँ उता कता जानुभयो पानी गाइज अहिले चाहिँ हामी एउटा ठाउँमा झऱ्यौँ न अनि यहाँ चाहिँ एउटा दोकान पनि छ अनि अहिले चाहिँ हामीले गाडी त्यहाँदेखि लगाएर यहाँ अब हामी केही खान्छौँ किनकि हल्का फुल्का भोक लाग्यो तर त्योभन्दा नि मेन कुरो गाइज यहाँको भ्यू यहाँ तिमी एकदम खाइ छ भने गाइज यदि बाई चान्स यहाँदेखि कोही खस्यो भने त्यो डाइरेक्ट तराईमा पुग्छ होला सर्टकट अनि बाई द गाइज यो ठाउँको नाम चाहिँ बतासे डाँडा हो न म चाहिँ भन्नै बिर्सिन्छु कि ठाउँको नाम चाहिँ अनि हामी चाहिँ ऊ त्यहाँ देख्यो नि टपमा हो त्यहाँदेखि जान्छौँ त्यहाँदेखि पुगेपछि जुन भ्यू देखिन्छ नि गाइज मैलेहरूलाई देखाउँछु ल गाइज चाहिँ हामी दौडिँदै हिँड्यौँ न शिखर दाइ पनि उहाँ दौडिँदै हुनुहुन्छ फाइनली गाइज हामी चाहिँ पुग्यौँ होइन अनि यहाँदेखि भ्यू हेर्नु गाइज त्यो चाहिँ म चाहिँ लास्ट थाकेर बोल्न नि सकेँ होइन किनकि दौडिँदै आएको अनि शिखर दाइ चाहिँ आउने बित्तिकै यत्रो प्याक हानिदिइसक्नुहुन्छ होइन यहाँको भ्यू हेर्नु गाइज एकदालीहरूले बतासे डाँडा हिमाल जुन देखियो नि नेक्स्ट लेभल के गाइज नेक्स्ट लेभल के भएछ त्यो कहाँ आई धुवा आयो त्यहाँबाट त के जलायो होला ल गाइज के भयो यार त्यहाँ धुवा निक्ल्यो त हो अनि बाजे हामी अझै टपमा गएनौँ भने मलाई यहीँदेखि नै स्यास्या भइसक्यो होइन शिखर दाइ चाहिँ यहाँ पानी र मुमफली लिएर हिँड्नु भयो होइन अनि उहाँ चाहिँ हाम्रो आस्का जिउ पनि आउँदै हुनुहुन्छ अनि उहाँ चाहिँ बाख्राहरू पनि छन् होइन हिमाल हेर्दै बस्छन् क्या मेरो पछाडिको भ्यू गाइज यस्तो भ्यू सबैले हेर्न पाउँदैनन् गाइज यो भ्यू हेर्नको लागि एकदम मिहिनेत गर्नुपर्छ जस्तो कि म अहिले दौडेर एकदम मिहिनेत गरेँ दिदीको त 1 किलो मासु घट्यो होला यार म कस्तो स्यास्या हुँदै भ्लग गराइरहेको थिएँ गाइज एकदम इजी देखियो होला नि तर लास्ट स्यास्या भइन्छ कि होइन यति चढ्दै स्यास्या भइन्छ अझै ट्रेकिङ गर्छ भने के होला यार
अझै नै स्यासा भइराख्यो सायद यहाँ अक्सिजनको कमी होला क्या यत्रो माथि बानी होइन नि त्यस्तो माथि तर गाइज भ्यू हेर्दा जुन पिसफुल जुन साइलेन्ट हुन्छ नि होइन नेक्स्ट लेभल के गाइज नेक्स्ट लेभल गाइज यति हजुर रानी मल आउनु भयो भने यो ठाउँ भिजिट नगरी त हजुरको पैसा बेकार हो गाइज यो ठाउँ भिजिट गर्नु भने त हजुरको पैसा बेकार हो यो ठाउँ चाहिँ भिजिट गर्नुपर्छ है त गाइज एकचोटि न एकचोटि अनि दिदी पनि उहाँ आउँदै हुनुहुन्छ दिदी यार लास थाकियो ओ गाइजहरू तिमीले हाम्रो मुनिलाई चिन्छौ तिमीले हाम्रो मुनिलाई चिन्छौ कसैले चिन्छ हाम्रो मुनिलाई यहाँ कसैले हाम्रो मुनिलाई नचिन्दो रहेछ यार आजकल ब्रो घर गएर मेरो भ्लग हेर ल सुन्यौ नि अनि मेरो मुनिलाई नि हेर ल ब्रो तिमीले मेरो मुनिसँग बिहा गर्छौ ब्रो बिहा गर्छौ मेरो मुनिसँग ल गाजिनालाई त छोडा मन घाँस खान दिउँ बिचराहरूलाई म ल्याङ हानिराखु भन ओ भ्यू के गाइस भ्यू हेर्दै बस्नु भयो भने यत्तिकै हिँड्थ्यौँ घर बनाएर गाइज यार यो ठाउँ त भिजिट गर्नैपर्छ गाइज लाइफमा हजुरहरूले एकचोटि न एकचोटि यो ठाउँ चाहिँ भिजिट गर्नैपर्छ कि हजुरहरूले ल गाइज अब 2-3 घन्टा चाहिँ यहीँ थियो फोटोसुट हुन्छ होइन दिदीहरूको किनकि यस्तो ब्युटिफुल सिन हो त कसले फोटो खिच्दैन र यहाँ थियो ल गाइज अब चाहिँ यहाँदेखि लेकले चटपट लप्काइदिनु भयो होइन कोही पनि खाना आउनु त म खाइदियो म आएँ त ल गाइज अब हामी नै हल्का खाइदिन्छौँ भनौँ गाइज एकदम चिसो हावा चलिरहनु यहाँ थियो यहाँ हेरी चिसो हावा खाइरह यहाँ त्यो मान्छे जुन फिल अनि गाइज के आनन्द लाग्यो स्वर्गमा पुगे जस्तो फिल हो अहिले स्वर्गमा पुगे जस्तो त्यस्तै फिल हो भनेको लगाएर जान्छ हामी एकछिन बसेर अनि हल्का मम्फलीहरू खाएर चाहिँ हिँडिसक्यौँ यता तलतिर दिदीर म हिँड्यौँ अनि यो ठाउँ चाहिँ मैले कहिले पनि बिर्सिन गाएँ यस्तो ब्युटिफुल छ नि एकदम पिसफुल छ नि यस्तो कि हिँड्थ्यौँ घर बनाएर बस्नु चाहिँ उहाँकै यस्तो ब्युटिफुल छ नि यार गाइज यार हल्ला हल्का बढी नै लाग्यो होला नि कि मैले अघि ब्युटिफुल भन्यो राम्रो भन्यो हल्ला हल्का ओभर लाग्यो होला न तर ओके गाइजहरू एकदम के गाइज यो ठाउँलाई चाहिँ शब्दमा बयान गर्न सकिन्न त्यही भएर हजुर चाहिँ एकचोटि चाहिँ लाइफमा यो ठाउँमा चाहिँ आउनु दिक्थे रे यो ठाउँको नाम ओ बतासे डाँडा गाज अनि च्यान डाँडा पनि भन्दो रहेछन् होइन यसलाई चाहिँ एकचोटि न एकचोटि भिजिट गर्नु गाइज हजुरहरूले यो ठाउँको जति तारिफ गर्नु त्यति कम हो क्या गाइज अनति मलाई के आनन्द रमाइलो लाग्यो कस्तो तर अब भ्याइन्छ यार कस्तो जाने मन लाग्यो नि कति 2-3 दिनको छुट्टीमा आए जस्तो फिल भयो नि मलाई त्यस्तै लाग्यो तिमीलाई लाग्यो कि नै हल्का गाइजहरू घर गएर मेरो भ्लग हेर र तिमीले पनि सुन्यौ नि तिमीले नि हेर अनि तिमीले नि हेर है अनि ब्रो मेरो मुनिसँग बिहा गर्ने भए भन ल म गराइदिन्छु ल सुन्यौ नि होइन ब्रो ल ब्रो यार तिमी यार कहाँ हिँड्सी यार घर गएर भ्लग हेर ल तिमीले नि हेर ल मुनिसँग बिहा गर्ने भए भन है सुन्यौ नि होइन यार हान्ला यार ल कताबाट जाने त नि अनि गाइज हामी चाहिँ तल आयौँ होइन त्यहाँ माथि डाँडादेखि अनि अहिले चाहिँ हामी फेरि गाडीमै जान लाग्यौँ अनि गाइज हामी चाहिँ गाडीभित्र नि आयौँ अनि अहिले हामी कहाँ जाने हो नि सिकर्दै सिंहदरबार अनि अहिले चाहिँ हामी सिंहदरबार जाने अनि महरूसँग भेट्छ अब सिधै सिंहदरबार पुगेपछि फाइनली गाइज हामी चाहिँ पुग्यौँ आफ्नो थर्ड लोकेसनमा अनि बाहिर यो ठाउँको नाम चाहिँ तानसेन है होइन सिकर्दाले यति मसँग स्क्याम हानेर ठिकै सिंहदरबार भनिदिनु भएछ होइन सिकर्दाले चाहिँ मलाई जग्गा चाहिँ हामी यत्तिकै घुमिरहेको होइन यहाँ कलिडरमा अनि यहाँ चाहिँ एकदम पुरै फोटो लाहा चाहिँ मेन राजाको फोटो हो होइन गाइज फोटो हो त्यो मूर्ति है गाइज
अनि बाइ द वे गाइज यहाँको बारेमा त्यस्तो केही थाहा छैन होइन जस्ट यति मात्र थाहा कि यहाँ चाहिँ सबै पुरानो जमानाको प्राचीन कालको सामानहरू भयो मूर्तिहरूका राजाको पालोको मूर्तिहरू छ होइन ड्रइङ चाहिँ दामी लाग्यो क्या मलाई वाउ मैले हल्ला सपिङ गर्न जाऊँ भनेको अझ हिँड्दैन अहिले अहिले त कहिले जानु भने मैले कहिले जान्थेँ ड्रइङ गाइज म त ड्रइङ हेर्दै मजा आएन औ नाइस समुदायहरूको कपडा गरगहना अनि यहाँ यो मुद्रामाला यो यो भेडाको भेडाको ऊन निकाल्छ नि के मलाई यस्तो कडा बनाउनु मन लाग्यो उयो खुट्टामा बनाउने चाँदीको बाला छ नि यो के गोलीको हो क्या प्रशान्त के ए टिकुराको माला गरे यिनीहरू सब पुरानो जमानाको गाए सबै पुरानो जमानाको होइन गुम्ला बाजा अरे गुम्ला बाजा यो चाहिँ ढुङ्गाको हो क्या गाइड सायद चाहिँ होइन स्टिलकै हुन्छ सबै काठबाट कति राम्रो राम्रो बनाउने अनि क्या यहाँ चाहिँ रियल स्केलेटन पनि होइन यो धुसिलाको भाला हो अनि यिनीहरू चाहिँ काठको अनि यहाँ चाहिँ मान्छेको फेसहरू नि हो अनि यहाँ माछा अनि यहाँ अनि त्यहाँ चाहिँ माछा छोपेको क्या सबै पुरानो जमानामा होइन कुनै टेक्नोलोजी नहुँदा पनि यस्तो दामी दामी सामानहरू बनाउनु हुन्थ्यो होइन जमानाको तालचा र चापी अम्बर हजुर अनि यो घर अनि क्या यो पहिलाको एम्बुलेन्स जब पहिला एम्बुलेन्स हुन्थेन नि होइन त्यस बेला चाहिँ यस्तो काठकुमा पसालेर लिएर जान्थे हस्पिटल नै हुन्थेन होला सायद त्यस बेला त पुरानो जमानाको पैसाहरू अनि सबै सिक्का पैसाहरू अनि गाइज यो नेपाली पैसाहरू सबै राजाको पालोको यो 1000 को नोट धार्मिक सामानहरू होइन गाइज यो फरक कन्ट्रीहरूको हो क्या विभिन्न देशका अनि क्या यहाँ तिन चाहिँ धेरै जस्तो कुमारीको सामान खानु यो कुमारी कक्षमा यिनीहरू अनि त्यहाँ चाहिँ कुमारीको फोटो पनि छ गाइज अनि यहाँ पनि छ कुमारीको मूर्तिहरू कुमारीको छ नेवार चलनहरू गरेको भाइटिका यो छ पहिलाको चालचलनमा चाहिँ बुढा मर्दाखेरि बुढीलाई नि सँगै जलाउने हुन्छ होइन अनि त्यो चाहिँ यहाँ पेन्टिङको रूपमा देखाएको हो त्यो रामायणको धनुष हो हुडबो अनि गाइज यो चाहिँ बाँसको चप्पल होइन खराउ भन्छ यसलाई काठको खराउ यहाँ चाहिँ बाहुनहरूको सबै कल्चरहरू होइन यहाँ अनि बाहिर यो चाहिँ सबै पेन्टिङ हो न गाइज यो सब पेन्टिङ हो गाइज सबै ह्यान्डमेड हो न यो पनि ह्यान्डमेड हो यो पनि पेन्टिङ हो गाइज अनि यो पनि अनि गाइज यो चाहिँ मगरहरूको कल्चरल ड्रेसहरू हो होइन यहाँ थियौँ अनि यहाँ थियौँ मगरहरूको फोटोहरू पनि हो नाचेको अनि त्यहाँ भैलो गरेको बितेको अनि यहाँ माटोको घैटाहरू हो अनि यहाँ के हो मलाई चाहिँ नाम पनि थाहा भएन होइन त्यस्तो तर ठाउँ चाहिँ दामी छ गाइज ओ माई गड यो पनि मगरहरूको हो न गाइज यहाँ चाहिँ एकदम ऐतिहासिकवाला होइन किनकि यो चाहिँ ऐतिहासिकवाला कक्ष हो सबै राजाहरू छन् गाइज यहाँ थियौँ पुरै भित्तै भरेर आधाभन्दा बढी राजालाई चाहिँ मैले बल्ल देखियो भने यहाँ चाहिँ पुरानो जमानाको ड्रेस आर्मीहरूको ड्रेसहरू भएन यहाँ थियौँ
यो पहिलाको ढाका बनाउने मसिन गाइज यसरी बन्थ्यो होइन पहिला चाहिँ यत्रो ठुलो मेसिन हुन्थ्यो होइन अहिले त्यो एउटा सानो कोठामा नि अटाउँछ यस्तो गरेर चाहिँ यस्तो खालको ढाका टोपीको कपडाहरू बन्थ्यो होइन मतलब ढाकाको कपडाहरू अनि यहाँ चाहिँ सबै मेकिङ प्रोसेसहरू पनि होइन मेसिन कसरी चल्छ के हुन्छ भनेर अनि यहाँ चाहिँ ढाका टोपीको अनि गाइज यो बाहुनहरूको बिहा गर्ने रसम जुन हुन्छ नि चालचलन यस्तो हुन्छ होइन जुन चाहिँ त्यहाँदेखि बुढाबुढी बस्छन् अनि यहाँ चाहिँ पण्डित हुनुहुन्छ अनि यहाँ चाहिँ सबै सजाएको छ होइन अनि यहाँ चाहिँ गीत चाहिँ सधैँ बजिरहन्छ होइन यस्तो गीत मैले बजिरह यहाँ पण्डित बाजेले मन्त्र फर्किराख्नु भएको छ तर त्यो एउटा कुरा त मान्नै पर्छ कि पुरानो जमानाको सामान अनि त्यही हुन्छ कि नयाँ जमानाको हुन्छ होइन अनि गाइज यहाँ चाहिँ धार्मिक किताबहरू पनि होइन ल गाइज यो चाहिँ 3D मोडल हो होइन यहाँ अहिले हामी यहाँको दरबारको चाहिँ यो 3D मोडल हो अनि यहाँ पनि यो सायद कुन मन्दिर म चाहिँ यसको नाम बिर्सेँ होइन अनि यस्तै गरेर यहाँ चाहिँ थुप्रै मन्दिर छ क्या ओ माई गड गाइज कत्रो ठुलो कडाई एमा त बेब्लेट फाइट गर्न मजा आउँछ क्या अनि गाइज यहाँ चाहिँ मुभी हेर्ने ठाउँ पनि छ होइन यहाँ थियो यहाँ अगाडि मुभी छ तर अहिले चाहिँ चलेको छैन अनि यसमा चाहिँ कुनै मुभीहरू लाग्ने अनि गाइज यसमा चाहिँ हल्का हिस्ट्रीहरू लाग्छ होइन लेट्सको गाइज अहिले चाहिँ हामी एउटा पुरै सिनेमा हल बुक गरेर अहिले चाहिँ यहाँ मुभी हेरेर यहाँ अगाडि फाइनली गाइज यो ठाउँ नि भयो होइन फुल्ली कम्प्लिट भयो होइन अनि मलाई चाहिँ यो ठाउँ चाहिँ हल्का वर्थ इट लाग्यो होइन रानी महल भन्दा किनकि यो ठाउँमा हल्का नेपालको पुरानो जमानाको सबै इतिहासहरू थियो नेपालको बारेमा थियो अनि मुभी पनि थियो हाम्रो राजाहरूले हाम्रो पुर्खाहरूले गरेको कति बलिदानहरू हाम्रो देशलाई बचाउनको लागि अङ्ग्रेजसँग लडेको सबै कुराहरू सानो भिडियोमा हेरौँ अनि त्यही भएर चाहिँ मलाई ठाउँ चाहिँ हल्का वर्थ इट लाग्यो होइन रानी महल भन्दा गाइजहरूले अगाडि जति देख्नु नि यो सबै तानसेन बजार हो गाइज सबै अनि अहिले चाहिँ हामी यहाँ आज यति ठुलो ठाउँ भयो कि अहिले चाहिँ हामी बाटी बिर्स्यौँ होइन अहिले चाहिँ कहाँ भयो एक्जिट खोजिरहौँ हामी चाहिँ लिटरली हामी अघिँदै घुमेर बाटै देखेनौँ हामीले यहाँ हामी एक्जिट खोजिरहौँ गाइज भेट्छ कि होइन यहाँ हो यहीँदै हामी फालेर गइदिनु पर्छ क्या उता गाइज एक्जिट चाहिँ हल्का दिमागको एक्सर्साइज भयो होइन हल्का पजल टाइपको थियो यो चाहिँ फाइनली म आफ्नो डेस्टिनेसनमा पुगेँ फाइनली गाइज हामीहरू चाहिँ बाहिर आयौँ होइन अनि अहिले चाहिँ कस्तो भोक लागेर अहिले चाहिँ हामी खाना हिँडिरहौँ हामी सबजना फाइनली गाइज हामी चाहिँ एउटा होटेलको अगाडि पुग्यौँ होइन मेड भ्यू भन्ने फाइनली गाइज नास्ता गरेर पनि आयौँ होइन अनि हामी चाहिँ धेरै थोक खायौँ जस्तै अन्डा चाउमिन खायौँ चिकन लेग पिस खायौँ अनि थुक्पा नि खायौँ तर थुक्पा चाहिँ हामीलाई त्यस्तो मिठो लागेन होइन थुक्पा चाहिँ त्यस्तो वर्थित लागेन अनि अहिले चाहिँ हामी गाडी थियौँ जाँदैछौँ अनि अब चाहिँ हामी नन स्टप हुन्छौँ होइन अनि डाइरेक्ट घर पुगेपछि मात्र निस्किन्छौँ नत्र अब त नन स्टप गाडीमै हो